नमस्कार। आर्थिक विकास बहस र समृद्धिमा केन्द्रित कार्यक्रम कर्पोरेट नेपालमा तपाईलाई स्वागत छ। म सुनिल कोइराला। कर्पोरेट नेपाल कार्यक्रम हरेक हप्ताको यसै समय र शनिबार बिहान 10:30 मा पुनः प्रसारण तपाईँ हेर्दै आइरहनु भएको छ। दर्शकवृन्द, निर्यातको तुलनामा आयात निकै बढी छ मुलुकको। करिब निर्यातको तुलनामा 10 गुणा बढिरहेको आयात घाटालाई पूर्ति गर्नको लागि रेमिट्यान्सले ठूलो भूमिका खेलिरहेको छ। अझै यसो भनौँ कि मुलुकको अर्थतन्त्र, नेपालको अर्थतन्त्र रेमिट्यान्सबाटै चलेको छ र रेमिट्यान्सले धानेको छ। र यदि रेमिट्यान्स नआउँदो हो त नेपालको अर्थतन्त्र पहिले नै धराशायी हुन्थ्यो भनेर अर्थविदहरूले टिप्पणी पनि गरिरहेका छन्। नेपालको कुल गृहस्थ उत्पादनमा 29% योगदान रेमिट्यान्सको रहेको छ र यो रेमिट्यान्स भित्र्याउन करिब 4 दर्जन जति कम्पनीहरू अहिले वर्तमानमा सक्रिय छन् र तीमध्ये चिरपरिचित र पछिल्लो समयमा रेमिट्यान्स लगायतका क्षेत्रहरूमा आक्रामक रूपमा आफ्नो बजार विस्तार गर्दै आइरहेको एउटा कम्पनी हो सिटी एक्सप्रेस मनी ट्रान्सफर। र आज हामी समग्र रेमिट्यान्सलाई नेपालको अर्थतन्त्रको विकासमा कसरी सदुपयोग गरिएको छ र भोलिका दिनमा रेमिट्यान्सको प्रयोग र रेमिट्यान्सबाट आएको पैसाले चल्दै गरेको अर्थतन्त्रले पार्ने दूरगामी प्रभावका विषयमा केन्द्रित रहेर यो बहस जोड्दैछौँ। यसका लागि हामीसँग हुनुहुन्छ चन्द्र टण्डन, जो सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक हुनुहुन्छ र उहाँ सिटी एक्सप्रेस बाहेक आईटी सूत्र प्रणालीका अध्यक्ष पनि हुनुहुन्छ, सिटिजन ब्याङ्कका सञ्चालक हुनुहुन्छ, नेपाल विद्युत प्राधिकरणको सञ्चालक र सिटी इन्भेस्टमेन्ट फन्ड प्रणालीका सञ्चालक पनि हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। नमस्कार। यहाँलाई त हामीले पनि बधाई दिनुपर्ने छ। 10 वर्ष पुरा गर्नुभएछ होइन। सिटी एक्सप्रेस मनी ट्रान्सफर स्थापनाको 10औं वार्षिक उत्सव यहाँले मनाउनु भयो र आफ्नै सुविधा सम्पन्न भवनमा स्थापित हुनुभएको छ। यसका लागि बधाई छ। धन्यवाद। हामीले भर्खरै अस्ति मात्रै असार 27 गते सिटी एक्सप्रेस मनी ट्रान्सफरको 10औं वार्षिक उत्सव मनायौँ र त्यही सन्दर्भमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नै सिटी कम्प्लेक्स भनेको जुन कमलादीमा हामीले नवनिर्मित भवन निर्माण गरेका थियौँ, त्यसमा पनि हामीले अस्तिबाट कार्य सम्पन्न लिएर काम गर्दै रहेका छौँ। यो यति छोटो समयमा करिब 10 वर्षमा 10 वर्ष त लर्निङ फेज नै हो भनिन्छ कुनै पनि बिजनेस सुरु गर्नको लागि। तर तपाईँहरूले त ठुलै सफलता पारेको देखिन्छ होइन। यहाँहरूको अनुभव पनि त्यही होला। कसरी सम्भव भयो? सिटी एक्सप्रेस मनी ट्रान्सफर 10 वर्षको दौरानमा जुन यहाँसम्म आयो, यसको निम्ति हामीले धेरै अवरोहहरू बेहोरेर यहाँ आएका छौँ। यसको निम्ति हामीले निकै सङ्घर्ष पनि गर्नु परेको छ र 10 वर्ष भनेको नेपालको कन्टेक्स्टमा यो त्यति धेरै सानो पिरियड पनि होइन जस्तो लाग्छ। र रेमिटेन्स सेक्टरको अनुभव भन्नुहुन्छ भने मलाई 15-16 वर्षकै छ, किनभने त्योभन्दा अगाडि पनि म रेमिटेन्स सेक्टरसँगै आबद्ध थिएँ र मैले त्योभन्दा अगाडि नै मैले 2003 मा रेमिटेन्स बिजनेस इन नेपाल भनेर मेरो डिग्रीमा थेसिस पनि गरेको थिएँ। त्यसले गर्दाखेरि मसँग रेमिटेन्स सम्बन्धी नलेज त 15-20 वर्ष 15-16 वर्षकै अनुभव छ। यसले गर्दाखेरि नलेज हामीसँग अलरेडी र हामी सर्टेन साथीभाइ मिलेर अनि कम्पनी खोलेको कारणले गर्दाखेरि हामीसँग सबैतिर नेटवर्क पनि काम गरेको कारणले गर्दाखेरि 10 वर्षको पिरियडमा आज यो अवस्थासम्म आउन सफल भएका छौँ। यसको निम्ति म यहाँसम्म आउनको लागि हामीलाई सहयोग गर्नुहुने लाखौँ लाख नेपालीहरू जो 40 लाखभन्दा बढी विदेशमा आफ्नो श्रम र पसिना बेचेर आफ्नो समृद्धिको लागि, परिवारको समृद्धि र खुसीको लागि र आफ्नो सन्ततिको भविष्यको लागि जसले पसिना बगाएर पैसा आर्जन गर्नुभएको छ, उक्त आर्जित पैसालाई नेपालमा सुरक्षित रूपमा पैसा पठाउन ब्याङ्किङ च्यानल जो सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई प्रयोग गर्नुभएको छ, उहाँहरूलाई म विशेष गरी हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। करिब 5 वर्षमा नेपालको नम्बर 1 रेमिटेन्स कम्पनी बन्ने छ भनेर भन्दै हुनुहुन्छ होइन। त्यसका लागि त नेपालीहरू कार्यरत अधिकांश मुलुकमा सेवा विस्तार गर्नुपर्ने पनि देखिन्छ। अहिले कति छ र त्यसको तयारी चाहिँ कस्तो छ? वास्तवमा भने हामी रेमिटेन्स सेक्टरमा हामीभन्दा अग्रज स्थानमा भएका कम्पनीभन्दा हामी नयाँ हो। उहाँहरू हामी 10 वर्ष भयो भने उहाँहरू 15-20 वर्ष अगाडिदेखि काम गरिरहनु भएको छ। यसले गर्दाखेरि हामी 10 वर्षको पिरियडमा हामी जसरी ग्रो भएर आएका छौँ, मलाई लाग्छ अबको 5-7 वर्षमा हामीले आफ्नो विभिन्न किसिमका स्ट्राटेजी अपनाएर मार्केटिङ गर्न सक्यौँ भने र त्यो अवस्थामा हामी पहिलो नम्बरमा पुग्न सकिन्छ भन्ने किसिमको हामीसँग क्यालकुलेसन छ। अब यसको निम्ति सबै कुराले साथ दिनुपर्ने हुन्छ। यो उद्देश्य मात्र राखेर हुँदैन होइन। उद्देश्य परिपूर्ति गर्न हामीलाई विभिन्न स्ट्राटेजीहरू पनि अपनाउनु पर्ने हुन्छ। मार्केटिङ स्ट्राटेजी हुनसक्छ, अरू किसिमको स्ट्राटेजी हुनसक्छ होइन। र अहिले भर्खरै हामीले यो सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिटेन्स अबको जमानामा हामीले बुझ्दाखेरि रेमिटेन्स आइटीसँग लिङ्क भएको व्यवसाय हो र हामीले यसै मनी ट्रान्सफरलाई चाहिँ सहज होस् भनेर
आइटी सूत्र भन्ने कम्पनीलाई हामीले पर्चेस गरेर अहिले सिटी एक्सप्रेस ग्रुप अन्तर्गत राखेका छौँ। यो आइटी सूत्रले चाहिँ खास रेमिटेन्सलाई अटोमेसन गर्न हेल्प गर्छ होइन। यो अटोमेसन अबको जमाना चाहिँ हामी संसारभर नै हेर्न सक्छौँ। रेमिटेन्स चाहिँ ट्रेडिसनल वेमा होइन, नयाँ डिजिटल वेमा चाहिँ रेमिटेन्स जान्छ भन्ने हाम्रो क्यालकुलेसन छ। यो चाहिँ त्यही रातमा ओल्ड वाइड नै त्यही किसिमले नै रेमिटेन्स व्यवसाय अगाडि बढेको कारणले गर्दा हामी रेमिटेन्सलाई पनि डिजिटल वेमा कसरी लान सकिन्छ भनेर त्यसै कुरामा होमवर्क गरिरहेका छौँ। हामी डिजिटलाइज चाहिँ हुने, बाहिर बसेका नेपालीहरूले पनि त्यो प्रविधि अपनाउन सक्ने, तर यहाँ बसेका दूरदराज नेपालीले अपनाउन सक्ने आवश्यक छ कि छैन, अथवा त्यहाँसम्म त्यो त आवश्यक छ। तर हामी सुरुमै व्यक्तिसँग भन्दा पनि हामीले डिस्ट्रिब्युसन गर्ने पेमेन्ट नेटवर्कहरू हुन्छ। नेपालभरि हाम्रो 5000 भन्दा बढी नेटवर्क छ। त्यहाँ चाहिँ हामीले डिजिटलाइज गर्न सक्यो भने पहिलो चरणमा हामी एजेन्ट मार्फत डिजिटलाइज गर्न सक्छौँ। दोस्रो चरणमा चाहिँ हामी बल्ल कस्टमरमा जान्छौँ। त्यसले गर्दाखेरि यो डिजिटलाइज गर्ने सन्दर्भमा अहिले भर्खरै पनि राष्ट्र ब्याङ्कले पेमेन्ट एन्ड सेटलमेन्ट डिपार्टमेन्ट खोजेर खोलिसकेको छ र पेमेन्ट एन्ड सेटलमेन्ट डिपार्टमेन्टले नेपालमा पनि यो डिजिटल गर्नको लागि छुट्टै लाइसेन्स लिने प्रोसेस चाहिँ भर्खरै सुरु गरेको छ। यो सबैजना हामी यसरी लागिरहेका छौँ। अहिले भर्खरै हेर्नुभयो भने नेपालमा ब्याङ्किङ पहुँच चाहिँ कम छ। अहिले भर्खरै ब्याङ्किङ पहुँच कमलाई हामीले ब्याङ्किङ एक्सेस बढाउनको लागि पनि हामीले केही न केही इन्टरनेट बेसमा अथवा आइटी बेसमा चाहिँ काम गर्नुपर्ने हुन्छ। अहिले नेपालको ब्याङ्किङ एक्सेस चाहिँ बिलो 40% मान्छेहरूसँग मात्र ब्याङ्क खाता छ। अब गाउँमा ब्याङ्क खाता खोल्नको लागि ब्याङ्कलाई पनि कस्टली र कस्टमरलाई पनि झन्झटिलो छ। यसले गर्दाखेरि यसलाई कसरी सहज गर्न सकिन्छ भनेर हामी त्यसरी लागिरहेका छौँ। र रेमिटेन्स भनेको खास गरी त्यो दूरदराजका मान्छेहरू विदेशमा गएर काम गरिरहनु भएको छ, उहाँहरूले पठाएको पैसा हो र उहाँको परिवार छ अहिले पनि दूरदराजमा बसिरहनु भएको छ। हामी उहाँको दूरदराजको व्यक्तिहरूलाई कसरी ब्याङ्किङ पहुँच पुर्याउन सकिन्छ भन्ने किसिमले हामी अगाडि बढिरहेका छौँ। अहिले कति देशबाट हामी आइरहेको छ हाम्रो सेवा अथवा दिइरहेका छौँ, रेमिटेन्स कति भित्रिन्छ र त्यसमा चाहिँ तपाईँहरूको योगदान चाहिँ कति छ? अहिले संसारभरबाट सिटी एक्सप्रेसको सेवा चाहिँ युज गर्न सकिन्छ। यो मनी ट्रान्सफरमा कुनै हामीहरूको डाइरेक्ट स्टाफहरू भएर अथवा हामीसँग डाइरेक्ट एग्रिमेन्ट गरेर पनि काम गरिरहेका छौँ भने कुनै देशमा हामी चाहिँ वर्ल्ड वाइड मल्टिनेसनल कम्पनीजहरूसँग मिलेर काम गरिरहेका छौँ। जस्तो हामी अहिले भर्खरै मनीग्रामसँग एग्रिमेन्ट गऱ्यौँ होइन। मनीग्राम चाहिँ वर्ल्डको संसारको सेकेन्ड लार्जेस्ट रेमिटेन्स कम्पनी हो, जसको पहुँच संसारभर छ। त्योभन्दा बाहेक अरू ठुल्ठुला कम्पनीहरूसँग ट्रान्सफास भन्ने छ, चोइस भन्ने छ, यस्ता मल्टिनेसनल कम्पनीजहरूसँग हामी एजेन्ट भएर काम गरेका छौँ। र अर्कोतर्फ चाहिँ हामीले सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान भनेर हामी त्यहाँ हाम्रो एनआरएनको साथी हुनुहुन्छ र हामी सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालमा पनि पार्टनर हुनुहुन्छ महेश कुमार श्रेष्ठ, उहाँले त्यो कम्पनी हेरिरहनु भएको छ। त्यसरी हामीले जापानमा आफ्नै किसिमको लाइसेन्स लिएका छौँ भने अरू देशमा चाहिँ साउदी अरबमा अरब नेसनल ब्याङ्क भन्ने त्यहाँको ब्याङ्कसँग हामी पार्टनरसिप गरेका छौँ। र त्यो पार्टनरसिप गर्दाखेरि अरब नेसनल ब्याङ्कको पोलिसी चाहिँ प्राइभेट सेक्टरको कम्पनीसँग रेमिटेन्समा एग्रिमेन्ट नगर्ने भने भएर हामीले त्यसको निम्ति नेपाल इन्भेस्टमेन्ट ब्याङ्क र लक्ष्मी ब्याङ्कसँग मिलेर काम गरिरहेका छौँ। यसले गर्दा अनि साउदी त्योभन्दा बाहेक कतार, दुबई, मालेसियासँग विभिन्न कम्पनीहरूसँग हामी एग्रिमेन्ट गरेर काम गरिरहेका छौँ। यसले गर्दाखेरि हाम्रो प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हामी संसारको जुनसुकै देशमा पनि हाम्रो पहुँच छ। अहिले यो नेपाल राष्ट्र ब्याङ्क र अर्थ मन्त्रालयका अधिकारीहरूको जहिले पनि एउटा गुनासो सुन्ने गरिन्छ कि हुन्डीलाई चाहिँ नियन्त्रण गर्न सकिएन, वैधानिक माध्यमबाट चाहिँ अझै पनि पैसा आउन सकेन भन्ने कुरा, र कहिलेकाहीँ प्रहरीले पनि छापा मारिरहेको हुन्छ। तर पनि यो रोकिएको छैन। वास्तवमा हुन्डी के हो र हुन्डीको यथार्थ चाहिँ के हो नेपालको अहिलेको परिदृश्यमा अलिकति बताइदिनु न। खास गरी रेमिटेन्स हुन्डी भनेकै खास गरी नन ब्याङ्किङ च्यानल युज गरेर पैसा पठाउने माध्यमलाई हुन्डी भनिन्छ होइन। व्यक्तिले ल्याइदिन्छ अथवा बाहिरको पैसा बाहिरै सेटलमेन्ट हुन्छ, भित्रको पैसा भित्रै हुन्छ भनेको विदेशको पैसा नेपालमा आउँदैन। यो कसरी भइरहेको छ भने एउटा त नेपालमा जति सामान आइरहेको छ त्यो अन्डर इन्भाइसिङ भइरहेको छ। जुन अन्डर इन्भाइसिङभन्दा बाहेकको सेटलमेन्ट छ नि त्यो बाहिरी यस्तै श्रमिकहरूबाट आर्जित गरेको रकमलाई त्यो किसिमको व्यक्तिहरूले युज गरेर बाहिरी सेटलमेन्ट गरेको छ। र अर्को चाहिँ यहाँहरूले सुनिरहनु भएको छ नेपालमा अहिले सुन आइरहेको छ। पछि श्रावण 1 गतेदेखि त सरकारले नयाँ पोलिसी लिएको छ। अहिले 50 ग्राम चाहिँ सुन व्यक्तिले विदेशमा काम गर्ने नेपालीले काँचो सुन ल्याउन पाउने व्यवस्था छ पर्चिसम्मको लागि होइन। अनि साउन 1 गते अहिले सरकारले चेन्ज गरेको छ। 50 ग्राम चाहिँ सुन चाहिँ नेपालीले श्रमिकहरूले ल्याउँदाखेरि चाहिँ उहाँले व्यक्तिगत रूपमा यसलाई युज गर्नुभयो भने त हुन्थ्यो। तर यहाँ कुनै व्यक्तिले यसलाई प्ले गरेर भरियाको रूपमा उहाँलाई प्रयोग गरेर यसरी चाहिँ सुन ल्याएर विदेशको पैसा विदेशमै राखेर हुन्डीलाई प्रश्रय दिइरहेको छ। योभन्दा बाहेक अरू विभिन्न किसिमका कमिसनहरू, एजेन्टहरू जुन किसिमको कमिसन विदेशमा सेटलमेन्ट गर्नुपर्ने हुन्छ विभिन्न व्यवसायीहरूले त्यसलाई पनि हुन्डी उतै विदेशको पैसालाई उतै चलायमान गरेर नेपालमा पैसा आउन दिइरहेको छैन। यसले गर्दाखेरि विभिन्न इन्भल्भमेन्टहरू व्यक्तिपिच्छे इन्भल्भमेन्टहरू यसमा छ होइन। यसमा अहिले भर्खरै सरकारले नयाँ नियम ल्याएको कारणले गर्दा 50 ग्राम भन्दा बढी
अहिले त काँचो सुन ल्याउनै नपाउने नियम गराएको छ साउन 1 गतेदेखि। यसले गर्दाखेरि केही हदसम्म हुन्डीलाई चाहिँ घटावा दिन्छ र ब्याङ्किङ च्यानलको रेमिटेन्सलाई चाहिँ वृद्धि गर्छ भन्ने यो चाहिँ जस्तै सरकार तपाईँ जस्ता कम्पनीहरूले बाहिर भएका नेपालीहरूलाई बुझाउन नसकेर हो अथवा हुन्डीवालाहरूले चाहिँ यहाँहरूले भन्दा राम्रो सेवा दिएर राम्रो सेवा भन्दा नि उहाँहरूले हुन्डीवालाहरूले जुन विदेशमा एक्सचेन्ज रेट हुन्छ नि पब्लिक जुन पैसा पठाउँदाखेरि जस्तो हामी ब्याङ्किङ च्यानलबाट ल्याउँदाखेरि ब्याङ्कले जति दिन्छ रेट हामी त्यसै रेटमा आधारमा काम गर्नुपर्ने हुन्छ होइन। त्यहाँभन्दा बढी हामी दिन सक्दैनौँ। उहाँहरूले के गर्छ बाहिर सेटलमेन्ट गर्दाखेरि उहाँहरूले कस्टमरले 1 रुपियाँ 1.5 रुपियाँ 2 रुपियाँ बढी दिए हुन्छ रेट। यसले गर्दा $500 पठाउने एउटा नेपालीले हामी कहाँबाट पठाउँदाखेरि $500 नेपाली मूल्य 107 छ भने त्यही किसिमको पैसा यहाँ भुक्तानी हुन्छ। उहाँहरूले 500 को रेटलाई 107 को ठाउँमा 108 दिनुभयो भने त स्वाभाविक रूपमा ऊ व्यक्तिले चाहिँ बढी उतार फाइदा हुने भएर उहाँ गरेर आउँछ। र यसमा चाहिँ हामी सबैको दायित्व के हो भने इन्फर्मल च्यानलबाट फर्मल च्यानल ल्याउनु पर्ने हुन्छ। यो तुरुन्त त्यो व्यक्तिलाई फाइदा भन्दा पनि यसले के गर्छ भने ब्याङ्किङ च्यानलमा आउने बित्तिकै ब्याङ्किङ च्यानलमा आउने बित्तिकै त्यसले टिडिएसको कुरा आउँछ, आयकरको कुरा हुन्छ, भ्याटको कुरा हुन्छ। यी सबै कुराहरू क्युमुलेटिभ हुँदै व्यक्तिको त्यो पैसाको सुरक्षाको कुरा भयो र त्यसको केही सर्टेन पर्सेन्ट चाहिँ राष्ट्रसम्म पुग्छ भन्ने विश्वास मान्यता हो होइन। भनिसकेपछि यसलाई चाहिँ अब कसरी कम गर्ने त निरुत्साहित गर्ने? मैले अघि नै भने यहाँलाई एउटा चाहिँ हामीले तुरुन्तै सुनको चाहिँ पर्सिबाटै हुन्छ त्यसले केही हदसम्म घटाउँछ। अर्को चाहिँ अन्डर भ्यालुएसन यहाँलाई थाहा छ होइन। नेपालमा जुन सामानहरू इम्पोर्ट हुन्छ अब नेपालको आयातमुखी व्यवसाय छ ट्रेड छ भनौँ न। त्यसले गर्दाखेरि त्यो आयात गर्दाखेरि चाहिँ अन्डर इन्भोइसलाई अलिकति भ्यालुएसनमा प्रपर भ्यालुएसन हुन सक्यो भने यसले धेरै हदसम्म रोक्छ। र हामी मनी ट्रान्सफर कम्पनीहरूले पनि आफ्नो सेवा संसारभर विस्तार गरिरहेका छौँ। अहिले तपाईँले हेर्नुभयो भने सरकारले कोरियामा पैसा मान्छे पठाएको छ G2G गभर्मेन्ट टु गभर्मेन्ट डिल गरेर। अहिले सबैभन्दा दुःख लाग्दो कुरा के छ भने रेमिटेन्स व्यवसायको लागि कोरियाबाट सबभन्दा कम रेमिटेन्स आउँछ। जबकि कोरियाबाट आउनुपर्ने रेमिटेन्सको 10% पनि नेपालमा ब्याङ्किङ च्यानलबाट आइरहेको छैन। जब गभर्मेन्ट नै इन्भल्भ भएर पनि हामी ल्याउन किन सकेका छैनौँ भन्ने कुरा यो सबभन्दा अप्ठ्यारो विषय छ। यो ल्याउनु नसक्नुको मेन कारण के हो भने कोरियाको सरकारले त्यहाँ चाहिँ प्राइभेट सेक्टरलाई रेमिटेन्समा एलाउ नगरेको कारणले गर्दा हो। अहिले भर्खरै त्यहाँको सरकारले चेन्ज गरेर अब प्राइभेट सेक्टरलाई पनि इन्भल्भ गर्न पोलिसी बनाएको छ। यसलाई अब मलाई लाग्छ 2-4 दिनमा 2-4 महिनामा त्यहाँ प्राइभेट सेक्टरका कम्पनीहरू पनि काम गर्न सक्ने अवस्था बन्दैछ। त्यो बनेको अवस्थामा चाहिँ प्राइभेट सेक्टरको पहुँच चाहिँ अथवा मार्केटिङ गर्ने स्ट्राटेजीहरू चाहिँ अलिक एग्रेसिभ हुन्छन्, अलिक कस्टमरसँग बढी जान सक्छन् र सस्तो मूल्यमा पनि हामी काम गर्न सक्छौँ। र अहिले ब्याङ्कहरू मात्र कोरियामा छन्। ब्याङ्कहरू भनेको त्यहाँ कोरियाका ब्याङ्कहरूको निम्ति रेमिटेन्स व्यवसाय एकदम सानो हो, उनीहरूलाई नगण्य रूपमा हुने आर्जन हो। त्यसले गर्दा उहाँहरूको ब्याङ्किङ सेक्टर चाहिँ त्यति धेरै रेमिटेन्समा फोकस छैन। अब यो दक्षिण कोरियासम्म चाहिँ तपाईँहरूको उपस्थिति कहिले कसरी पुग्छ? दक्षिण कोरिया अहिले भर्खरै दक्षिण कोरियामा मैले भने नि अब नयाँ यो सरकारले चाहिँ नयाँ पोलिसी भएको कारण म आफै पनि पर्सि आइतबार चाहिँ कोरिया जाँदैछु होइन। त्यहाँ कसरी काम गर्न सकिन्छ भनेर प्राइभेट सेक्टरलाई कसरी काम गर्न सहज हुन्छ भन्ने कुरा। र कोरिया सरकारले के चाहिँ भनेको छ भने ब्याङ्क रेमिटेन्स कम्पनी र डिजिटल सिस्टमबाट पैसा कलेक्सन गरेर अनि ब्याङ्किङ च्यानलबाट विदेशमा पैसा पठाउन सक्ने किसिमको उसले अलरेडी चाहिँ डिटरमाइन गरेको छ। त्यसका केही पोलिसीहरू बन्दैछन्, केही बनिसकेका छन्। यो केही समयभित्र 2-4 महिनाको पिरियडमा त्यहाँ चाहिँ एउटा फर्मुलेट बन्छ, त्यहाँ चाहिँ एउटा कङ्क्रिट रूपमा डिसिजन हुन्छ। र त्यसै सन्दर्भमा हामी आफै पनि लागिरहेका छौँ त्यहाँबाट कसरी। त्यसको लागि तपाईँहरू इन्डिभिजुअल गएर आफ्नो मार्केट विस्तार गर्ने त होला एउटा, गभर्मेन्टले केही गर्नुपर्ने देखिन्छ आवश्यकता छ? गभर्मेन्टलाई त थाहा छ 32 अर्ब आउनुपर्नेमा जम्मा 2 अर्ब मात्र आछ, अथवा यहाँले पनि अघि भन्नुभयो 10% मात्र आइरहेको छ भन्ने चिज गभर्मेन्टलाई कति नलेज छ र उसले चाहिँ के गरिदियो भने तपाईँलाई सजिलो हुन्छ? होइन, नेपाल सरकारलाई चाहिँ यो नेपाल सरकारलाई पनि थाहा छ, राष्ट्र ब्याङ्कलाई पनि थाहा छ यो सबै कुरा होइन। र यो के गरिदियो भन्दा पनि हामीसँग 2टा अप्सन हुन्छ। आइदर यहाँबाट जाँदाखेरि जो इपिएस सिस्टमबाट जाँदा ब्याङ्कमा खाता हुन्छ नि त्यही खातामा कम्पलसरी उहाँको सरकारले चाहिँ पैसा पठाइदिने व्यवस्था गर्यो भने एउटा सम्भव हुन्छ। अर्को चाहिँ प्राइभेट सेक्टरलाई एलाउ गर्यो भने कोरियन गभर्मेन्टले त्यसले सम्भव हुन्छ। अहिले अब कोरियाको सरकार भनेको नेपालको निम्ति मात्र होइन, उसले त अरू देशको मान्छेहरू पनि त्यहाँ काम गरिरहेका हुन्छन्। त्यो सबैलाई उसले धेरै टार्गेट गरेर चाहिँ पोलिसी बनाएको हुन्छ। त्यसले गर्दाखेरि कोरिया भनेको सामान्यतया के छ भने जापानमा जे पोलिसी लागू गरिन्छ त्यसलाई चाहिँ केही समयपछि त्यस्तै किसिमको पोलिसीलाई उसले चाहिँ अपनाएको देखिन्छ विभिन्न ट्रेडमा। र जापानमा पनि 2011 भन्दा अगाडि ब्याङ्किङ सेक्टर मात्र रेमिटेन्समा इन्भल्भ थियो भने 2011 मा जापानले पनि प्राइभेट सेक्टरलाई एलाउ गर्यो। र अहिले भर्खर कोरियाले पनि त्यही लाइनमा गएको कारणले गर्दा अबको दिनमा कोरियाबाट नेपाल पनि ब्याङ्किङ च्यानलबाट रेमिटेन्स आउँछ भन्ने कुरा हामीले आशा गर्न सक्छौँ। हस्, कार्यक्रममा म एकैछिन विश्राम लिन्छु र विश्रामपछि चाहिँ रेमिटेन्सबाट आएको पैसा चाहिँ कति सदुपयोग भएको छ भन्ने विषयमा अलिकति म बहस केन्द्रित गर्न चाहन्छु। एकैछिन विश्रामपछि म फेरि उपस्थित हुनेछु।
हाम्रो देशको मान सबैभन्दा अग्लो छ। नेपालीको शान अरूभन्दा बेग्लै छ। तराई होस् या होस् हिमाल पहाड, नेपालमा छ प्रकृतिको बहार। यही प्रकृतिको काखमा प्रकृतिको वरदानले बनेको अल्फा ओपिसी सिमेन्ट, एक्स्ट्रा क्षमता भएको अल्फा ओपिसी सिमेन्ट, नेपालीको शान। एउटा विश्वसनीय नाम। 18 वर्षसम्म कुनै समस्या आएको छैन। अरू भएको भए बिग्रिसक्यो। उत्पादनको प्रत्येक तहमा सूक्ष्म परीक्षण, जसले दिएको छ लामो जीवन। यसैको परिणाम हो निकको माग विदेशमा पनि बढ्दैछ। निक ट्रान्सफर्मर, जहाँ गुणस्तर चाहिन्छ त्यहाँ निक नै चाहिन्छ। चुनौतीका पहाडहरूमा छ आफ्नै चुन्दुङ्गा खानी। यसरी हुन्छ सुरु यो यात्रा। यसरी बनेको छ गुणस्तरको पहिचान। यहाँहरूकै लागि, यहाँहरूकै माझ गुणस्तरको पहिचान हो शिवम ओपिसी सिमेन्ट। यो थियो विश्राम र विश्रामपछि पुनः म कुराकानीमा जुट्न चाहन्छु। आज हामीसँग स्टुडियोमा हुनुहुन्छ सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डन र उहाँसँग समग्र रेमिटेन्सको सेवा सुविधा र रेमिटेन्सबाट आएको पैसालाई कसरी उत्पादनशील क्षेत्रमा लगाउन सकिन्छ भन्ने विषयमा केन्द्रित बहस जोडिरहेको छु। ब्रेकपछि यहाँलाई फेरि पनि स्वागत छ। धन्यवाद। मेरो रेमिटेन्सको सही सदुपयोग भएको छ कि छैन भन्ने प्रश्न म जोड्दै थिएँ, तर त्योभन्दा अगाडि म रेमिटेन्स यो बिजनेसमा राष्ट्र ब्याङ्कको जुन रेगुलेसन पालना गर्ने कुरामा अथवा अरू प्रशासनिक र कानुनी कुरामा कहीँ कतै त्यस्तो उल्झन समस्याहरू महसुस गर्नुभएको छ? त्यस्तो किसिमको छैन, किन राष्ट्र ब्याङ्क पनि हामीहरूको सरकारी निकायमा मैले देखेको चाहिँ राष्ट्र ब्याङ्क सबैभन्दा उदार छ। यो ब्याङ्किङ सेक्टरलाई, रेमिटेन्स सेक्टरलाई एकदम राम्रो मोनिटरिङ गर्न यहाँसम्म ल्याउनको लागि राष्ट्र ब्याङ्क ठुलो योगदान छ। त्यसले गर्दाखेरि राष्ट्र ब्याङ्क चाहिँ धेरै पोजिटिभ छ हामीप्रति। भनेको कानुनी अडचन चाहिँ त्यस्तो देखिँदैन, संरचनागत कुनै झमेला छैन राष्ट्र ब्याङ्कबाट। यो अब त्यही प्रसङ्ग रेमिटेन्सको सही सदुपयोग भएको पाउनु भएको छ कि छैन? किनभने तपाईँहरूको पनि केही न केही अपेक्षा त हुन्छ होला, यस्तो मिहिनेत गरेर आएको पैसा गाउँका त्यो झुपडीहरूमा पुर्याइदिने हाम्रो काम छ, त्यसको सही सदुपयोग भइदियो हुन्थ्यो भन्ने त्यो लागेको छ? हामीले त बेसरी लागेको छ र हामीले धेरै मात्रामा अध्ययन पनि गरेका हुन्छौँ यसको निम्ति होइन। रेमिटेन्स भनेको संसारमा यो रेमिटेन्स व्यवसाय चल्दै र रेमिटेन्सको कारणले गर्दा धेरै देशहरू चाहिँ अगाडि बढेका उदाहरणहरू पनि छन्। त्यसले गर्दा हामी रेमिटेन्सलाई कसरी उत्पादनशील क्षेत्रमा लगानी गरेर त्यो विदेशमा थोरै पैसा कमाउने व्यक्तिलाई पनि कसरी प्रमोसन गरेर उसलाई चाहिँ समृद्धि गराउन सकिन्छ भन्ने हाम्रो पनि कन्सर्न हुन्छ। र नेपालमा अहिले आइरहेको रेमिटेन्स चाहिँ कस्तो छ भने भन्दाखेरि त अनुत्पादक क्षेत्र भनिन्छ, तर मलाई सोध्नुहुन्छ भने यो अनुत्पादक केही हदसम्म अनुत्पादक क्षेत्र हो, तर धेरै हदसम्म चाहिँ उत्पादक क्षेत्रमा नै लागिरहेको छ। अहिले तपाईँले जस्तो म भन्छु, अहिले नेपालको गरिबी घटेर तपाईँलाई थाहा छ, भर्खरै मात्र वर्ल्ड ब्याङ्कले डाटा लियो, उसले 15% मात्र गरिबी छ भनेर निकाल्यो। यो गरिबी घट्नुको मेन कारण चाहिँ रेमिटेन्स हो। त्योभन्दा बाहेक यहाँ अरू किसिमको आर्थिक इन्डिकेटरहरू त्यसरी गरिबी घटाउने किसिमको इन्डिकेटर अरू छैनन्। उसको इन्डिकेट भनेको त तेलले छाएको होला, अनि त्यसपछि त्यो लुगा अलि राम्रो लाग्यो भन्नेसँग मात्र जोडेर हेऱ्यो भने म यसलाई अझै इन्हान्स गर्छु यसलाई। जस्तो अब अहिले हामीकोमा विदेश जाने श्रमिक भनेको नेपालमा पहिलो जेनेरेसनको श्रमिक हो। जस्तो इन्डियामा हेर्नुहुन्छ भने 100 वर्षदेखि यो ट्रेन्ड थियो। हामी कहाँ 2046 सालको प्रजातन्त्रपछि मात्र मान्छेहरू चाहिँ वैदेशिक रोजगारमा चाहिँ गएर मान्छेले पैसा ल्याइदिएको छ। यो पहिलो जेनेरेसन फेरि यसमा के छ भने 46 सालभन्दा अगाडिको नेपाली समाज चाहिँ जोइन्ट फ्यामिली छ भने अहिलेको समाज चाहिँ सिङ्गल फ्यामिलीमा गइरहेको छ। जब जोइन्ट फ्यामिलीबाट सिङ्गल फ्यामिली जाँदाखेरि डेफिनेटली त्यहाँ विभिन्न एउटा घरले काम गर्थ्यो भने 3टा घर चल्ला 3 भाइको लागि होइन। अब सरकारी स्कुलमा हिजो पढाउँथ्यो भने आफ्ना छोराछोरीहरूले बोर्डिङ स्कुलमा हालेको छन्। त्यसले गर्दाखेरि के देखिन्छ भने लगभग 10% मान्छेहरूले अहिले पनि विदेशबाट आएको पैसालाई उहाँहरूले चाहिँ जति नेपालमा रेमिटेन्स आएको छ त्यसको 10% चाहिँ अहिले शिक्षा र स्वास्थ्यमा खर्च भइरहेको छ। यसलाई अब उत्पादनशील क्षेत्र भन्ने कि उत्पादनशील क्षेत्रै भन्नु पर्ला, शिक्षामा लगानी। इभन सरकारले पनि शिक्षा र स्वास्थ्यमा जुन लगानी गरेको छ त्यो त धेरै हदसम्म। तर रेमिटेन्सको पैसाले अलिकति विलासी भए, त्यसले गर्दा आयात बढायो
र त्यो खाली लाउने खानीमा मात्रै उनीहरू लागेर उत्पादनशील क्षेत्रमा लगानी भएन भन्ने मोटामोटी आधार चाहिँ हो। त्यो त्यसमा चाहिँ केही हदसम्म सत्य हो। जस्तो हिजो हामीले हेऱ्यौँ भने हामी आजभन्दा 20 वर्षको नेपाली समाजमा हेऱ्यौँ भने टेलिफोन गर्न सदरमुकाम गएर गर्थ्यौँ। आज हरेक नेपालीको हातमा मोबाइल छ। विदेशमा त्यो सबै हातमा गाउँ गाउँमा मोबाइल हुनुको मेन कारण चाहिँ वैदेशिक रोजगारमा गएको नेपालीले आर्जन गरेको पैसा उसको परिवारलाई मोबाइल किन्नमा खर्च भएको छ। यो सबै चिज ठिक हो, तर उत्पादनशील क्षेत्रमा कहाँ लगानी भयो भन्ने महत्त्वपूर्ण प्रश्न हो। यसलाई चाहिँ तपाईँले आधुनिक भने ठिक छ, सुविधाभोगी भए हजुर हैन, यसले चाहिँ राष्ट्रको विकास निर्माण त्यसले काम गर्यो। अहिले तपाईँले हेर्नुभयो भने एनटिसी एनसेल जस्ता ठुल्ठुला कम्पनीहरू यसै कारणले गर्दा राज्यलाई सबभन्दा ठुलो ट्याक्स पेयर भइरहेका छन्। र अरू स्मल स्केलमा जस्तो अहिले तपाईँले हेर्नुभयो भने अहिले पनि समाजमा कसरी नेपाली समाज गइरहेको छ भने मान्छे गाउँबाट सहर केन्द्रितमा आएको छ अथवा नजिकको जिल्ला सदरमुकाम बजारबाट सहर, त्यसरी चाहिँ मान्छे जसरी माइग्रेसन भइरहेको छ। यसले गर्दाखेरि सबभन्दा ठुलो चाहिँ के भइरहेको छ भने रियल इस्टेटमा सर्टेन एरियामा रियल इस्टेटमा धेरै अगाडि बढ्ने प्राइस चाहिँ धेरै अप भइरहेको छ। अहिले मान्छेले तपाईँहरूले केही त्यस्तो सोच्नु भएको छ? मेरो अझै प्रश्न चाहिँ तपाईँहरूले केही सोच्नु भएको छ? तपाईँहरू थ्रु आएका पैसाहरूलाई चाहिँ साँच्चै त्यो एउटा कम्युनिटी बनाइदिएर एक खालको सिप दिएर अथवा तपाईँहरूले पनि केही लगानी गरिदिएर एउटा उत्पादनशील क्षेत्रमा लगाउनुहोस् है, गरौँ है मिलेर, तपाईँहरू यो पैसाको सदुपयोग गर्नुहोस् भन्ने पनि त केही कर्तव्य हुन्छ होला नि? एकदम कर्तव्य हुन्छ। हामीले यसको निम्ति सरकारी निकायमा धेरैचोटि भनेर पोहोर सालको बजेटमा चाहिँ रेमिट हाइड्रो भन्ने एउटा कन्सेप्ट डेभलप भएको छ। जसरी मैले यो मामला धेरैचोटि पनि सरकारी निकायमा गएर धेरैचोटि कुरा गरेँ र कुरा गर्दाखेरि यसलाई कसरी चाहिँ विदेशमा बस्ने नेपालीहरूलाई स्मल स्केल उनीहरूसँग थोरै पैसा हुन्छ, त्यो थोरै पैसालाई यदि हामीले आइपिओ गरेर उहाँहरूले जसरी यहाँले सुन्नुभयो भोटेकोसीमा अथवा अरू किसिमको विभिन्न किसिमका तामाकोसी प्रोजेक्ट नै भन्यो, जसले चाहिँ तामाकोसीमा सर्टेन व्यक्तिले जस्तो सञ्चय कोषको कर्मचारीले जसरी पैसा सेयर हाल्नु पाउनुभयो त्यस्तै एउटा ठुल्ठुला प्रोजेक्टहरू इन्फ्रास्ट्रक्चर प्रोजेक्ट भन्नुहोस् अथवा यो हाइड्रो पावर प्रोजेक्ट भन्नुहोस्, त्यो प्रोजेक्टमा चाहिँ 20% 30% वैदेशिक रोजगारमा गएका नेपालीलाई मात्र त्यो सेयर चाहिँ दिने भन्ने किसिमको सरकारले निर्णय गर्यो भने विदेशमा बस्ने नेपालीले त्यही सेक्टरमा लगानी गर्छन् र त्यो क्युमुलेटिभ हुँदाखेरि त्यो ठुलो पैसा हुन्छ र यो स्केलमा चाहिँ गयो भने सम्भव हुन्छ। जस्तो विदेशमा गएको नेपालीले अहिले हामी कहाँ गएर 15-20 हजार कमाउने नेपालीले यहाँ आएर ठुलो उद्योग धन्दा गर्न सक्दैन। उनीहरूको सानसानो पैसाले हामीले कसरी कलेक्सन गरेर देशको पनि विकास होस् र उसको मूल्य पनि एप्रिसिएसन होस् त्यो लाइनमा जानुपर्ने कति सान्दर्भिक र प्रभावकारी होला भन्ने प्रश्न यहाँले भन्नुभयो। रेमिट हाइड्रोको कुराहरू, त्योभन्दा अगाडि जलविद्युत लगानीकै कुराहरू छ, रोजगारी बचत जारी गर्ने, यो राष्ट्र ब्याङ्कले नै भनेको छ वैदेशिक रोजगार बचत जारी गर्ने, सरकारले सञ्चय कोषको व्यवस्था गर्ने नीति पनि ल्याउँछु भनेको छ। यो कति कार्यान्वयन र कति प्रभावकारी होला? यो मेरो विचारमा यसलाई राम्रोसँग सरकारले प्रचार प्रसार गर्न सक्यो भने र यसमा चाहिँ खास गरी वैदेशिक रोजगारमा गएका नेपालीलाई केही एक्स्ट्रा इन्सेन्टिभ दिने किसिमको मेकानिजम डेभलप गर्यो भने यसले केही न केही हदसम्म यसले सहयोगी गर्छ। यो नेपालमा अहिले पनि हेर्नुभयो भने जग्गाको मूल्य बढ्नु अर्थात् भन्नुहोस् सेयर प्राइस चाहिँ अहिले हेर्नुभयो भने धेरै बढ्नु, यो सबै मान्छेहरू जो अलिक टाढाबाट छन् त अहिले पनि वैदेशिक रोजगारमा गएका नेपालीले सेयर किनेकै छ, जग्गा किनेकै छ भनेको सेयर र जग्गाको काम गरिरहनु भएको छ। र जो एकदम थोरै पैसा आम्दानी गर्नुहुन्छ उहाँको पैसालाई चाहिँ गभर्मेन्टले नै इनिसिएसन लिएर यसलाई चाहिँ क्युमुलेटिभ वेमा चाहिँ गयो भने अथवा म्युचुअल फन्ड स्टाइलमा गयो भने यसले चाहिँ केही न केही उत्पादनशील सेक्टरमा जान्छ। र उत्पादनशील क्षेत्रमा जानको लागि सबभन्दा पहिले मान्छेले व्यापार व्यवसाय गर्नुभन्दा अगाडि उसको आफ्नो बेसिक निड्स फुलफिलमेन्ट गर्नुपर्ने हुन्छ। अहिलेको जेनेरेसनको पिपुलहरू भनेको पहिलो जेनेरेसनको भएको कारणले गर्दा उहाँको बेसिक निड्स सबभन्दा पहिला मान्छेले घर चाहन्छ होइन, छोराछोरीलाई बोर्डिङ स्कुल हाल्न चाहन्छ, स्वास्थ्य अहिलेको अवस्था त्यो हो। त्यसपछि त्यसमा सम्पन्न भएपछि सेकेन्ड चरणमा चाहिँ भन्ने अपेक्षा यहाँहरूको पनि त्यही रह्यो। अब करिब निष्कर्षतर्फ रेमिट्यान्समा आधारित अर्थतन्त्र दिगो हुँदैन भन्ने त करिब हामीलाई थाहै छ। भोलि उताको डलरको मूल्य घट्यो भने यता असर पर्ने हुन्छ। कुनै देशले चाहिँ बाहिरका चाहिँ श्रमिकहरू नराख्ने नीति लियो भने पनि फर्किनुपर्ने हुन्छ। यस्तो अवस्थामा चाहिँ ती विदेशिएका युवाहरूलाई चाहिँ स्वदेशमै रोजगारी सिर्जना गरेर अगाडि बढ्ने वातावरण चाहिँ कहिले कसले कसरी निर्माण गर्न आवश्यक छ? यो चाहिँ यहाँले क्वेसन सोधेको थियो, तर म यसमा अलिकति मेरो थोरै धारणा चेन्ज छ। यसमा के परिवर्तन छ भने मेरो धारणा अहिले हाम्रो श्रमिकहरू जो विदेशमा जानुभएको छ त्यो लेबर क्लासको अनस्किल्ड म्यान पावर गइरहनु भएको छ। हामीले सबभन्दा पहिले हाम्रो नेपालीलाई स्किल सेमी स्किल बनाउनु पर्यो ताकि हाम्रो नेपाली विदेशमा कुनै संस्थामा गएर सिइओ बन्न सकोस्। अहिले इन्डियाको कुनै व्यक्ति ठुल्ठुला कम्पनीमा गएर सिइओ बनेको छ। हामी अहिलेको ग्लोबलाइजेसनमा हामी यसरी बाँध्न त सक्दैनौँ। हामी सबभन्दा पहिला शिक्षित बनाउँ,
हाम्रो ह्युमन क्यापिटललाई एकदम स्किल बनाऊ ताकि संसारभर गएर उसले कम्पिटिसन गर्न सकोस्। आज कतार र दुबईमा गएर अथवा साउदीमा गएर भाडा मान्ने काममा होइन, नेपालीहरू त्यहाँको ब्याङ्कमा गएर सिइओ बन्न सकोस्। त्यसरी हामी ट्रेन गरौँ, किनभने रेमिटेन्स चाहिँ हामीले रेमिटेन्स चाहिँ अनुत्पादक क्षेत्र भयो भन्ने सन्दर्भमा अथवा रेमिटेन्सबाट नेपालको इकोनोमी धान्दैन भन्ने सन्दर्भमा हामी ट्रेडिसनल वेमा गयौँ, तिनै लेबर पठायौँ, त्यही किसिमको श्रमिक पठाएर त्यही किसिमको 15-20 हजार महिनाको आम्दानी गर्न खोज्यौँ भने त यो लङ टर्म गर्नु हुँदैन। तर हामीले नेपालमा भएका स्किल म्यान पावरलाई विदेश पठाएर कुनै तपाईँ आजको 20 वर्षपछि एकजना नेपाली एप्पलको सिइओ बनाओस्, त्यसरी हामी नेपालका म्यान पावर ह्युमन क्यापिटललाई डेभलप गरौँ ताकि उसले रेमिटेन्स त ल्याओस् तर संसारभर उसले केही गरेको संसारभर मिडियामा। तर खुसी त हामी सबैलाई त नेपालमै उत्पादन वृद्धि गरेर निर्यातबाट हामीले निर्यात गर्न सकेर हाम्रो वस्तु र सेवाहरूलाई त्यसबाट अर्थतन्त्र चल्यो भने त कति गर्व गर्ने विषय हुन्थ्यो होला हैन? त्यो त हुन्छ नै। त्यसमा चाहिँ हामी विदेशमा गएको श्रमिकले आएर यहाँ गर्ने भन्दा यहाँको तत्कालीन अवस्थामा नेपाल सरकारको यहाँ उद्योग व्यवसायलाई प्रमोट गर्ने किसिमको वातावरण भयो भने यहाँ सबभन्दा पहिला त तपाईँले हेरिरहनु भएको छ, श्रमिकको समस्या छ, बिजुलीको समस्या छ, इन्फ्रास्ट्रक्चरको समस्या छ होइन। यसले गर्दाखेरि अहिलेको जमाना भनेको के हो भने कम्पिटिसन मेक्स म्यान कम्पिटेड भन्छ कि अहिले हामीले त्यस्तो प्रोडक्ट एन्ड सर्भिसमा हामी केन्द्रित हुनुपर्छ जसले गर्दा हामी छिमेकी देशहरू जो चाइना र इन्डिया छ ठुला सम्पन्न हरेक दृष्टिकोणले अगाडि भएका देशहरू छन् तिनीहरूसँग कम्पिटिसन गर्नुपर्ने भएको कारणले गर्दा हामी त्यो व्यवसायतिर केन्द्रित हुनुपर्छ जो हामी यहाँबाट चाहिँ सपोज यहीँबाट आउटसोर्स गरेर जस्तो विदेशको कम्पनी हामी नेपालमा काम गरेर विदेशमा चाहिँ एक्सपोर्ट गर्ने किसिमको सफ्टवेयर डेभलपमेन्ट होस् अथवा हामीसँग थोरै पुँजीमा धेरै काम गर्न सक्ने यस्ता किसिमको व्यवसायमा हामी लाग्न सक्यो भने अबको नेपालको जुन आर्थिक अवस्था छ र विदेशमा गएका नेपालीहरू पनि छन् उहाँहरू आएर यहाँ नेपालमा काम गर्ने र उहाँको एटलिस्ट उहाँको सन्ततिले चाहिँ नेपालमा केही काम गरेर विदेशमा एक्सपोर्ट गर्ने किसिमको क्वालिटी चाहिँ हामीले डेभलप गर्न सक्छौँ। यसको निम्ति सबभन्दा पहिले हामीले शिक्षित ह्युमन क्यापिटल चाहिँ बनाउनु पर्ने हुन्छ। हस्, यो समय संवाद र विचारको लागि यहाँलाई हार्दिक धन्यवाद। हस्, मलाई यसरी आएर अवसर दिनुभयो कर्पोरेट नेपालमा आफ्ना 2-4 शब्दहरू र आम पब्लिकसँग मलाई यसरी मेरा भनाइ चाहिँ सुनाउने जुन अवसर दिनुभयो यसको लागि धन्यवाद दिन चाहन्छु। धन्यवाद। र यो सँगै आजको लागि कर्पोरेट नेपाल यति नै। विकास समृद्धिको अर्को बहस अर्का व्यक्तित्वसँग जोड्ने गरी हामी अर्को साता पुनः उपस्थित हुनेछौँ। तबसम्मको लागि सम्पूर्ण युनिटको साथमा म सुनिल पनि बिदा चाहन्छु। नमस्कार।